शिवपुरी 8 साविक थानापतिमा एक गाउँपालिकाको एक घर एक धारो कार्यक्रममा करिब 101 प्रत्यक्ष लाभान्वित। नुवाकोट जिल्ला स्थानीय सरकार शिवपुरी गाउँपालिकाद्वारा शिवपुरी गाउँपालिका वडा नम्बर 1 देखि 8 वडाका सम्पूर्ण वडावासीलाई गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद थपलियाको अध्यक्ष पदको शपथ लिने क्रममा शिवपुरी गाउँपालिकाका भित्रका सम्पूर्ण स्थानीयहरूलाई स्वास्थ्य सेवामा विशेष कार्यक्रम मार्फत सेवा दिई सर्वसुलभ स्वास्थ्य पहुँच, शिक्षा क्षेत्रमा सुधार, सम्पूर्णलाई स्वास्थ्य पिउने पानी तथा कृषि क्षेत्रमा महिलालाई प्रत्यक्ष आम्दानीमा जोड्ने, सडक निर्माणलाई पक्की गर्दै लैजाने, प्रशासनिक क्षेत्रको सुधार मार्ग शिवपुरीका स्थानीयलाई सहज सेवा दिने सोचाइ सहित योजनाबद्ध कार्यक्रमहरू सञ्चालन भइरहेको छ। सबै स्थानीय शिवपुरीका बासिन्दाहरूले प्रत्यक्ष अनुभूति गर्दै आइरहेका छन्। केही भएको छैन भन्नेहरूलाई शिवपुरी गाउँपालिका भित्र आएर हेर्न सक्नुहुनेछ। शिवपुरी गाउँपालिकाको तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरूलाई प्रतिक्रिया प्रत्यक्ष दिन सक्नुहुनेछ। शिवपुरी 8 साविक 9 नम्बर वडा काफलडाँडादेखि खनियाचौरसम्म करिब 101 धारा जडान भइसकेको र अन्य जडान हुने क्रममा नै छ। परीक्षणको रूपमा काफलडाँडा महेन्द्र प्रावि भन्दा माथिल्लो भेगमा परीक्षणको रूपमा पानी घर घरमा सुचारू भइसकेको निर्माण समितिले जानकारी दिएको छ। सोमबारदेखि अन्य स्कुलको तल्लो भेगमा पानी सुचारू आरम्भ गरिने जानकारी प्राप्त भएको छ। शिवपुरी गाउँपालिकाको समन्वय र ड्रप अफ लाइफ उत्तुर वाटर सप्लाई प्रोजेक्ट अन्तर्गत सञ्चालित यो परियोजना एभिडिए को प्रायोजनमा काठमाडौँ इन्भाइरोन्मेन्टल प्रोजेक्ट टिपको सहयोगमा एक घर एक धारो कार्यक्रम सञ्चालन भएको हो। स्थानीय सरकार शिवपुरी गाउँपालिकाको शिवपुरी 8 साविक थानापति 9 का एक घरमा जडान हुँदै बाँकी थप खन्याचौरमा एक घरमा पनि छिटो भन्दा छिटो पक्की धारा जडान गरी स्वच्छ पिउने पानी सुचारण गर्न आफू आतुर रहेको शिवपुरी गाउँपालिका वडा नम्बर 8 का अध्यक्ष केशव रिजालले शिवपुरी आवाजलाई जानकारी दिनुभएको छ।